गुड मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आजको आज चाहिँ चट्टा लाएर ड्युटी ड्रेसमा हामी जाँदैछौँ कहाँ भन्दाखेरि एकाउन्सिङ गएको। त्यस्तै ग्राफ गरेर जानुपर्छ। गाडी आएन भन्दा नि आज हिँडेर अरू तपाईँहरू देख अलिक क्यामेरा एङ्गल हाइवेको बिचबाट भित्र गाउँ छिरेपछि चाहिँ कस्तो राम्रो छ नि हेर्नु न। सुन्दर सुन्दर बस्तीहरू छ है। सानो भने चटक्क परेको क्या। हामी कहाँ छौँ भन्दाखेरि अहिले मलेसियाको कमुन्टिङ भिलेजमा। अब यता होइन कहाँ बाटो यतै कहाँ छिरियो दामी बिहानको सनलाइट छ। नाइट ड्युटी गरेर होटेलहरू जस्तो पनि छ। हेर्नुहोस् मलेसियाको गाउँ। गाउँ त गाउँ साह्रै गाउँमै आइसक्यो यार। बाटै हरायो त भाइ, बाटै हराइसक्यो त यार। अहिले भनेको सब अब नेपालतिर भएको भए यहाँ झ्याउ 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 हुन्थ्यो है। यहाँनिर झ्याउ झ्याउ नहुनुको एउटै कारण सबै मान्छे रोजगारैमा छ। कसले लाग्यो? ग्रेपवालाले। ग्राफवाला को थियो? ग्राफवाला को थियो भनिदिनुहोस्। र कलौटे थियो, कलौटे कालो भेटाइसक्यौँ है। सत्ता मिलाएर अलगको साथमा रहिरहनु होला भन्नु न दादा। मेरो भिडियोको साथमा रहिरहनु होला। म तपाईँहरूलाई एटिएममा पैसा निकालेर देखाउँछु। यो चाहिँ हो ओइ के चिज थियो यार? मगरमच्छ जस्तो लाग्यो त। यसलाई भनिन्छ विकास गाउँ गाउँमा। हो यस्तो चाहिँ हो क्या फुटबल भनेको यार। काठमाडौँतिर त फुटबल पनि कत्रो कत्रो हुन्छ नि। हामी यहाँ देख्न सक्छौँ फुड सल। म तपाईँहरूलाई एउटा चिज देखाउँछु, चिन्नु है के हो यो। यो वाट इज दिस? कमेन्ट गर्नु होला। कस्तो दामी के भयो पैसा चाहिँ डरो लगाउँदो रहेछ मस्जिदको लागि हेर्नु। भेरी भेरी ब्युटिफुल छ है, सुन्दर छ। अनि यहाँको यो एउटा चिज, यो घरलाई नोटिस गर्नु होला। घर भन्नु के भन्नु, यो अपार्टमेन्ट होला सायद। के भन्छ यसलाई? सेम छ नि माथिदेखि तलसम्म। मेरो घर हो। कसको घर अरे? मेरो। कहिले किनेको? अब यो चाहिँ यहाँको गाउँ कम्पनी सबलाई पुग्ने गरी पानीको ट्याङ्की। भाई आप कहाँ से? नेपाल से क्या? हाँ, हम नेपाल से। तुम किधर से? बांग्लादेश? नहीं भाई, हम पाकिस्तान से है। बहुत अच्छा है ना इधर काम करने के लिए। हाँ बहुत अच्छा है। काम करने के लिए मिले ना, काज करने के लिए हो। मिले ना एक वन वर्ड मिस्टेक। भाई इधर काम किया हुआ कितना चलोगे?
यो परदेखि सनलाइटले गर्दाखेरि अलिक अगाडि चाहिँ नराम्रो आइरहेको छ। यो चाहिँ हामी कम्पनीबाट आउने बाटो। बल्ल भेट भयो है, फाइनली बाटो भेट भयो। यो परदेखिको ठुलो कम्पनी हाम्रा कम्पनी, यो पनि अर्को कम्पनी हो। यो पनि ग्लोभ्स कम्पनी, त्यो पनि ग्लोभ्स कम्पनी। त्यो चाहिँ प्रोफेसनल लेटेक्सको 3वटा प्लान्ट छ। ठुलै रहेछ यार यो पनि। चलेको छैन क्या, केही आवाज छैन त। अलिअलि छाक छाक छुक त अलिअलि त नरम त आउँछ। यतापट्टि रहेछ नि त, यता उयो होला, लोडिङ होला, वेयर हाउस। ग्लोभ्स कम्पनीको के अरे नाम यो? अस्ति मजाले आगो लागेको कम्पनी हो है। त्यसको क्लिप मसँग छ, म त्यो पनि एड गरिदिउँला। यस्तो खक्सुक भइरहेछ। अनि कम्पनीले डम्पिङ गराउँछ। यस्तोमा काम गर्न चाहिँ कसरी? हामी हिँडेको 1 घन्टा बितिसक्यो। अहिले छौँ हामी जङ्गल घारीमा। प्रोफेसनल लेटेक्सबाट आउनलाई 1 घन्टा लाग्यो। यसलाई जङ्गल घारी नै भन्छ। हामी यो बनाउने होइन, ट्याङ्की बनाउने कम्पनी घनघोर हल्ला गरिरहेछ। हाम्रो गन्तव्य चाहिँ यो बाटो त्यहाँ अगाडि गएर टुङ्गिन्छ। यो अर्को कम्पनी हो। यहाँ गोरो मारे देखिए हत्या हो गया दिन दहाड़े। मिठो गनेर होइन यार, यो बनाएरमा यो होइन केमिकल बनाउँछ। यो ठुलो ठुलो भित्र हालेर बनाउँछ होला होइन। अब यो केमिकलको एसिड केमिकल यो हरियो मुनिको कसरी चाहिँ बन्छ हौ यो? भित्र गएर हेरौँ। साह्रै खतरनाक छ त। यत्रो हल्ला त हाम्रो कम्पनीले पनि गर्दैन हौ। कानमा ठेडी चाहिँ डरै लाउँछ होला। देखिए मलेसिया में ऐसा होता है। यो पनि चाइनिज कम्पनी होला सायद। यो पनि सब विदेशी कम्पनीहरू छ। हामी आएको ठाउँ चाहिँ यो अगाडिको यो सुपर मार्केट त होला नि, मिनी मार्केट त के भन्नु।
एकाउन्सी। दादा आउनु भयो त म देखिनँ अरे तर अब यहाँ बाटो क्रस गर्नलाई पुल मुनि जानुपर्छ। के हो यार के हो यहाँ भित्र जाने हो हामी अहिले, तर यहाँ जानुको लागि यो बाटो क्रस गर्नुपर्छ। यो वाल नाग्ने कुरा हुन्न। ओइ सकिन्छ हौ यहाँबाटै क्रस गर्न हाँ? यहाँबाटै सकिन्छ कहाँ सर्टकट? उपरबाट गएर कि यतैबाट जाने अहँ, हाँ यतै हो बाटो। यो पुल गाडी आएन जाम के जाममा बसिरहेको होला मेरो भिडियोमा टुट लगाउनु नबनाउनु नि यार। के आसमान, कितना सुन्दर नजर आ रहा है। अरे हिन्दी हामी अघि त्यहाँ उभिएका थियौँ यहाँ छिर्नको लागि, एक फन्को घुमेर आइपुग्यो मार्केट। यो कमुन्टिङको मार्केट हो, एकाउन्सी। अब यहाँबाट सट्ट भित्र जाने एटिएममा।